हेलो गाइज, यो चाहिँ मोमेन्स हिर हाउस। आज हामी खाजा खान गयो। मोमो, विङ्स, पर्क के मगाइयो साथीहरू। ल हेर्नु, मोमो खाएँ मैले, त्यसपछि फेरि अर्को प्लेट मोमो आयो। मोमो त यस्तो मिठो थियो साथीहरू, ग्वाम खाएँ। ल हेर्नु, पुरै जुसी मोमो थियो, भित्र नि यस्तो सफ्ट। अनि यो चाहिँ विङ्स पनि बवालै थियो। तपाईहरु नै यसो समय मिलाएर त्यहाँ गएर खानु गाइज, एकदमै मिठो थियो खानेकुराहरू। यसपछि हामीले पानीपुरी खायौँ। यो चाहिँ मिन्ट फ्लेभर र सोडाको चिसो रिफ्रेसिङ जुस, यस्तो मिठो छ गाइज यो पनि। त्यसपछि हामीले बिरयानी मगायौँ गाइज। पानीपुरी चेयर्स गर्दै खाइयो, यस्तो मिठो थियो गाइज। मटका बिरयानी नि एकदमै मिठो थियो गाइज, सबै पिरो हैन, नुन खुर्सानी ट्वाक्क सबै मसालेदार पसेको। तपाईहरुलाई त्यस्तो मनपर्छ भने चाहिँ एकदम म रिकमेन्ड गर्छु गाइज। यो मोमेन्स हिर हाउस चाहिँ एकचोटि डु भिजिट गाइज, मिठो थियो। फुकुओकामा छ मोमेन्स हिर हाउस, यो सुजुका स्टेसनको नजिक। हामीले त गएर खायौँ गाइज, तपाईहरु नि समय मिलाएर गएर खानु, एकदमै मिठो थियो। एम्बियन्स पनि अहिले एकदमै राम्रो बनाएको रहेछ।